दाजु मासु छ? मासु पसलमा मासु नभएर के तिम्रो सासु हुन्छ त? कस्ता कस्ता मान्छे आउँछन् यार। ओ दाजु, राम्ररी सोध्दा राम्ररी बोल्न सक्नुहुन्न? यसरी बोलिन्छ ग्राहकसँग? राम्ररी बोल्नलाई त ग्राहक पनि राम्रो हुनु पर्यो नि। मासु पसलमा आएर मासु पाइन्छ कि पाइँदैन भनेर सोध्छ। ल ल, धेरै नकराउनु, मलाई 5 केजी मासु दिनुस्। 5 केजी? तिमी आफै 4 केजीको छौ होला, 5 केजी मासु कसरी बोक्छौ? अबे साले, जसरी बोके नि तपाईलाई किन चाहियो? तपाई मासु जोख्नु न। मासु काटेकै छैन, कसरी जोख्नु? त्यसो भए काट्नुस् न त। कसरी काट्नु? मासु नै छैन। अनि त्यो चाहिँ के हो त? यो मासु त बेच्नलाई राखेको होइन नि भाइ। अनि किन राख्नु भएको त? यो त कस्टमरलाई तान्न मात्र राखेको हो के। दाजु मासु कसरी छ? हिजो जसरी थियो आज पनि त्यसरी नै छ नि भाइ। अनि हिजो चाहिँ कसरी थियो त? हिजो त अस्तिको भन्दा 20 रुपियाँ बढी थियो भाइ। हे दाजु नजिस्किनु न हौ, छिटो भन्नु न कसरी छ मासु? के को मासु चाहियो तिमीलाई? खसी, कुखुरा, राँगा, भैँसी, सुँगुर, मुसा, बिरालो, भ्यागुता, गडेउला, के को चाहियो? यति धेरै मासु पाइन्छ तपाईकोमा? पाउन त कुखुराको मात्र पाइन्छ नि, तर तिमी भन्छौ भने जेको मासु पनि मगाइदिन सक्छु म। मगाइदिउ त गडेउलाको? पर्दैन दाजु, मलाई कुखुराकै चाहिएको। कसरी छ केजीको? 1 केजीको 400 अनि 2 केजीको 800। भन कति केजी लान्छौ? 1 केजीको 400 भएपछि 2 केजीको 800 त हुन्छ नि, भनिराख्नु पर्छ र? पर्छ नि भाइ, सबै म जस्तो पढे लेखेका कहाँ हुन्छन् त? ओ दाजु, तपाईले मलाई अनपढ मान्छे भन्न खोज्नु भयो? होइन नि भाइ, मैले त तिमीलाई स्कुल कलेज नगएको मान्छे पो भन्न खोजेको त।